ल हामीले अब यो भिडियोमा चाहिँ क्युआर कोड कसरी बनाउने वाइफाईहरूको अथवा जुनसुकै भनौँ न भी कार्डहरूको भयो होइन वेबसाइटको भयो सोसियल मिडियाहरूको भयो त्यस्तै गरी अब इन्स्टाग्रामको लिङ्कहरू दिनु पर्दाखेरि पनि हामीले क्युआर सो गरेर ल उ गर्न दिनुको लागि चाहिँ एउटा साइट छ ल त्यो साइटको नाम चाहिँ के हो त qrcodemonkey.com भन्ने छ है यसमा बुझ्ने यसमा गुगलमा गएर क्युआर मङ्की भनेर डाइरेक्ट टाइप गर्दै हुन्छ क्युआर मङ्की जेनेरेटर कोड जेनेरेटर भनेर आयो नि ठ्याक्कै सुरुमा यो आउँछ यो आयो भने अरू हेरिराख्नै परेन क्युआर कोड मङ्की उयो होइन त के अर्कै आयो पहिला सुरु फ्री क्युआर कोड जेनेरेटर भनेर टाइप गरौँ त्यसपछि तलतिरको छैन त त्यो फेरि कहाँ गयो क्युआर कोड मङ्की भनौँ न यही होला हेर्दै ला नि यो साइटहरू तल यही रहेछ ल है अब यसमा चाहिँ हामीले अघि नै भनेको त्यो जुन क्यानभाले भनेको वाला पनि डाइरेक्टली राख्नु पायो बनाइदिनु पनि सक्यो उसले होइन अब हामी होइन म अब चाहिँ वाइफाईको लागि बनाउँछु भन्यो भने चाहिँ वाइफाईमा जाऊ वाइफाईको यहाँनिर के लेखिदिनु पऱ्यो एसएसआइडी भनेको चाहिँ त्यो ऊ हो है टावर हो माइक्रोसफ्ट सिल्भर लाइट इन्स्टिट्युट राखेको छु होला मैले पासवर्ड चाहिँ के राखेको छु क्यापिटल एम राखेको छु 98511180556 राखेको छु है इन्क्रिप्सन छैन है इन्क्रिप्सन भनेको अझै अरू पनि केही राखेको छ नो इन्क्रिप्सन भनौँ यसको चाहिँ म नेटवर्किङमा भन्छु होला सायद यो छुट्टै च्याप्टरको कुरा होला यसमा भनेर काम छैन अब यो ब्लू र ब्ल्याक आइरहेछ यसमा मैले यसरी कलर पनि चेन्ज गर्न पाउँछु तर यस्तो रङ्गी बिरङ्गी बनाएको त देखाएको छैन होला तिमीहरूले अहिलेसम्म त होइन यस्तो कलर पनि चेन्ज गर्न पाउँछु कि मैले सिङ्गल कलरमा यसमा क्लिक गरेर यहाँनिर रेड गरिदिएँ भने अब यो रेडमा परिणत हुन्छ कि है यो सेभ गरेपछि परिणत हुन्छ अब हामी त्यस्तो साह्रो डिजाइन पनि गर्दैनौँ सिङ्गल कलर जुन छ हामी ब्ल्याक छ ब्ल्याक युज गर्छौँ होइन अनि अरू के युज गर्न पाइन्छ भने ब्याकग्राउन्ड यहाँ रहेछ ब्याकग्राउन्ड पनि मैले यसरी यो गरेँ भने वार्निङ भनेको छ यो किनभने यो कलर गरेर स्पिच प्रोग्राम र ठिक छ यो अहिलेलाई युज नगरौँ अनि लोगो इमेजहरू पनि युज गर्न मिल्छ क्या जस्तै अब तिमीहरूको कम्पनीको आफ्नै लोगो हुन्छ नि त होइन त्यो एडहरूको के हुन्छ त्यसको पछाडि त्यो आउँछ क्या त्योहरूको पछाडि है त्यो चाहिँ तिमीहरूले आफै ट्राई गरेर अनि यस्तो यस्तो योहरू राख्नु मिल्छ यो फेसबुकको लिङ्कहरू राख्नु मिल्छ तर अहिले मैले लिङ्कहरू के पनि राख्दिनँ म सिधै यति मात्र राखेर चाहिँ के गरिदिन्छु त क्रिएट अ क्युआर गरिदिन्छु अहिले बनाइसकेको हुन्छ त्यतिमै हो मैले यिनीहरू राखेर बनायो भए के हुन्थ्यो त क्रिएट गर्दाखेरि त्यो फेसबुक आयो क्या बिचमा त्यो लोगो पनि बिचमा आएर बस्यो नि तर स्क्यान चाहिँ गर्नु मिल्यो क्या तिमीहरूले फेरि अब युट्युबको लागि सब्सक्राइब गर्नु होला भनेर बनाउनु पऱ्यो भने चाहिँ तिमीले यस्तो युट्युबको यस्तो क्युआर बनाइदिनु पऱ्यो स्क्यान गर्न लाउने होइन अहिले चाहिँ म यो रिमुभ गरिदिएँ मैले वाइफाईको मात्र बनाउनु लाग्यो वाइफाई कुनै छ त यहाँ छ यो वाइफाईको राखिदिउँ न त होइन डाउनलोड गरिदिन्छु डाउनलोड गर्दाखेरि यहाँ फ्री साइन इन के माग्न सक्छ है क्युआर इज बिङ जेनेरेटेड डु नट फ्रेस एकछिन बसिरहनु यो एड आएको एड चाहिँ आउन सक्छ ल अब यो चाहिँ एड आयो भने चाहिँ अब बस्नु पऱ्यो तिमीहरू कहाँबाट के भइरहेछ यी डन भयो हेर त यी डन हुने बित्तिकै तिम्रो डाउनलोड भयो है अनि यहाँनिर गएर एउटा बन्यो हाम्रो अब यसलाई स्क्यान गरेर हेर्ने हो भने तिमीहरूको के हुन्छ त के भयो ठ्याक्कै अब त्यो मैले त्यो बाहिर दिएको जस्तो गरी बन्छ है अब यही यसैलाई तिमीहरूले होइन म डिजाइनमा लान्छु भन्यो भने चाहिँ के गर्नु पऱ्यो त क्यानभा खोल्नु पऱ्यो कि क्यानभा पनि म भनिदिइहाल्छु ल यसैमा छोटो त हो यहाँनिर गएर मैले canva.com गरेँ भने के हुन्छ त क्यानभा त खुल्छ क्यानभा यो फेरि के हो त मैले प्रिमियम भर्जन लिएर आएको छु कसरी चिन्ने प्रिमियम र अनप्रिमियम भनेको चाहिँ यहाँनिर गएर यो रिडक्स इरेजिङ क्लास भन्ने छ नि मैले प्रिमियम किनेर राखेको कि यो त्यस्तो हुन्छ कि यसमा चाहिँ तिमीहरूको फ्री भनेर आइरहेको हुन्छ कि त्यो फ्रीवाला लिएको भए चाहिँ मतलब त्यो त्यतिकै चलाएको भए चाहिँ तिमीहरूको आइडीमा चाहिँ यो फ्रीवाला आउँछ यसमा चाहिँ यो एउटा रिडक्स एडिटिङ क्लास भन्ने आएको छ जुन चाहिँ हाम्रो प्रिमियम हो अनि यसमा मैले क्युआर डिजाइन क्युआर डिजाइन हो मलाई कस्तोवालामा चाहियो त यस्तोमा चाहियो कि यस्तोमा चाहियो कि होइन योमा चाहियो कि यो पनि छ ग्रिनमा कुन राखौँ यो यो राम्रो छ यो क्लिक गरेर पनि कताको
यसलाई क्लिक गरेर पनि तिमीले यसकै सिमिल्यारिटी यहाँ तल खोज्न पाउँछौ है। यसमा त डिजाइनको त खानी हो नि त क्यानभा त, जति पनि हुन्छ कि अब यसमा मैले डाउनलोड गर्नु पऱ्यो भने कस्टमाइज गरिदिने, अनि त्यसपछि यहाँनिर आएर बस्यो। क्युआर कोड प्रेजेन्टेसन भन्नेलाई डिलिट गरिदिन्छु म है, यिनीहरूलाई डिलिट गरिदिन्छु। अनि त्यो अर्को अघिनको कुन छ यो चाहिँ ल्याएर ड्र्याग एन्ड ड्रप गरिदिन्छु, आयो। यसलाई सानो गरिदिन्छु, अलिक जुम गर, यतिको राखिदिउँ न यहाँनिर। अनि यो के हो त अब हो होइन, पसलको नाम जे राखिदिनु भयो होइन। अब यो ओपन सोपन के हो, यो फ्राइडे साइडे सबै एडिट गर्नु पाउने भयो क्या, टु भ्युआर होइन, फर वाइफाई अथवा फ्री वाइफाई भयो। यस्तो गरेर राखिदियो हुन्छ। अब यसलाई डाउनलोड गरिदिने, सेयरमा जाने, डाउनलोड गरिदिने, पिएनजी सानै साइज होस्, ठुलो साइज चाहिँदैन हामीलाई। पिएनजी भनेको चाहिँ खास चाहिँ के हो भने तिम्रो यस्तो खालको फाइल हो कि यो जेपिजी जस्तै हुन्छ, तर त्यसको लाइट हुन्छ, हेभी हुँदैन तिनीहरू। अब यो प्रिन्ट गरेर निकाल्यो भने त तिम्रो टास्न मिल्यो नि त। मसँग स्टिकर पेपरहरू पनि छ यस्तो प्रिन्ट गरेर निकाल्नको लागि, सिधै त्यो उकाल्यो त्यो टास्दिन मिल्ने खालको। A4 साइजकै हुन्छ नि, A4 साइजको प्रिन्ट गर्ने स्टिकरै हुन्छ, बनाएर राखिदिने हो, काटिदिने कैँचीले। यो भिडियोलाई म यहीँ क्लोज गरिदिन्छु है त।